खासमा भन्नु भने ट्रेकिङ धेरै नै गरिसकेँ होइन, धेरै नै गरेर आए मेरो दाजुभाइ दिदीबहिनीहरू होइन। भिडियो चाहिँ राम्रोसँगले हेरिदिनु होला, सब्सक्राइब एन्ड लाइक अर सेयर पनि गरिदिनु होला। यो सानो भाइ सोचेर पनि गरिदिनु होला मेरो दाजुभाइ दिदीबहिनीहरू। जतिजनाले पनि भिडियो हेर्छ स्किप नगरिकन हेरिदिनु होला। म चाहिँ खासमा भन्नु भने भुटानमा छु अहिलेको घडीमा चाहिँ होइन, तपाईँहरू हेर्नु हुँदैछ। म चाहिँ पूजासुजा गरेर चाहिँ आएको होइन। यो वाटरफलमा पनि म उठ्नु चाहिँ सक्छु कि खासमा भन्नु भने, तर उठ्दिनँ म अहिले चाहिँ फिलहालमा होइन। किन भन्दाखेरि अलिकति माथिसम्म गइदिन्छु ल मेरो दाजुभाइ दिदीबहिनीहरू। म चाहिँ खासमा भन्नु भने वाटरफलको चाहिँ भिडियोहरू बनाउँछु सोच्छु होइन। हेर्नुहोस् यहाँ म वाटरफलमा उभिरहेको छु अहिले। यो चाहिँ खडा वाटरफल छ यो जग्गाबाट चाहिँ। यो चाहिँ पुरै नै भुटानमै पर्छ होइन यो इलाका चाहिँ। यो वाटरफल चाहिँ यस्तो छ हेर्नुहोस्। अब चाहिँ यहाँबाट म जान्छु खासमा भन्नु भने होइन। अलिकति भिडियो पनि हल्लिन्छ पनि होला कि, राम्रोसँगले हेरिदिनु भिडियो चाहिँ। अप्ठ्यारो पनि जग्गा छ होइन, तर पनि अब नामेर चाहिँ जाँदैछु। यहाँ त मजा मजाको जग्गा छ नि छन त। हाम्रो जयन्ती महाकाल खोलाइ नै हेर्नु न, एउटा ढुङ्गाइ नै घर जस्तो छ यहाँ हेर्नु हुँदैछ। यस्तो टाइपको जग्गाहरू छ यहाँ चाहिँ, मजा आउँछ घुमेर चाहिँ तपाईँहरूलाई राम्रो लाग्छ होइन। त्यही लागि त डुवास जयन्ती जुन चाहिँ डुवास छ, डुवासको चाहिँ क्विन भन्छ जयन्तीलाई चाहिँ खासमा भन्नु भने। यही सब लिएर नि अब पहाडमा पहाड पाउँछ तपाईँले, समतलमा समतल छ होइन। अब जस्तो तपाईँलाई जङ्गल घुम्नु छ जङ्गल पनि छ, सबै चिज छ। अब भुटान हाम्रो जयन्ती चाहिँ जुन चाहिँ भुटान र आसामसँग चाहिँ कनेक्टेड छ यो जङ्गलहरू चाहिँ बा यो पहाडहरू चाहिँ होइन। जुन चाहिँ हामी चाहिँ भन्छौँ काजिरङ्गा जङ्गल, जुन चाहिँ गन्डरको नाम लिएर नै हो, हामी चाहिँ गन्डर भन्छु खासमा भन्यो भने। काजिरङ्गा जुन चाहिँ जङ्गल हुन्छ चाहिँ भुटानसँग नै कनेक्टेड छ दार्जिलिङ इलाका। यो चाहिँ भुटान महाकाल उठ्दैछ मान्छेहरू हेर्नु जति पनि इलाकामा। यो चाहिँ खासमा भन्नु सिँढीहरू पनि अलिकति अप्ठ्यारो टाइपको छ, यस्तो टाइपले नाग्नुपर्छ सिँढीहरूतिर चाहिँ हेर्नुहुन्छ। यो इलाकातिर चाहिँ सिँढीहरू जति पनि छ स्किप नगरिकन हेरिदिनु होला। यो जग्गाबाट चाहिँ महाकाल उठ्छ, यो ठुलोमा मान्छेहरू हेर्नु भिड कस्तो छ भनेर के छ। यो जग्गाबाट चाहिँ टिकट काट्छ भुटान गभर्मेन्टले चाहिँ 50 रुपियाँ गरेर पर हेड होइन। मान्छेहरू गएको छ भिडभाड जति पनि छ। म त थाकी पनि सक्यो। अब म त खासमा भन्यो भने यहाँकै मान्छे हो, तर पनि अब गरम बेसी छ। यो जग्गामा चाहिँ ठन्डै हुन्छ हर टाइम होइन। तपाईँहरू हिँड्यो भने चाहिँ अलिकति गरम बेसी लाग्छ। यो जग्गामा चाहिँ स्ट्रगल चाहिँ गर्नुपर्छ होइन। खासमा भन्नु भने ठुलो महाकाल चाहिँ जानु इच्छा थियो, तर म जानु सक्दिनँ। किन भन्दाखेरि भोलि चाहिँ म यहाँबाट ड्युटी जान्छु नि, त्यो कारणले गर्दाखेरि चाहिँ म जानु सकेन। हेर्नुहुन्छ वाटरफलहरू कस्तो छ। सिँढीमा कस्तो गरेर नाम्नुपर्छ तपाईँहरूलाई म देखाउँदैछु। हेर्नु सिँढीमा कसरी नाम्नुपर्छ। यस्तो खडा सिँढी छ, कसरी नाम्नुपर्छ। मान्छेहरू उठि पनि राखेको छ सिँढीबाट चाहिँ हेर्नुहुन्छ है।
स्ट्रगल चाहिँ धेरै गर्नुपर्छ कि यो महाकाल आउनुको लागि चाहिँ। तर अब गर्नु जरुरी पनि छ। यहाँ हेर्नु हुँदैछ लामो ब्रिजमा चाहिँ म चाहिँ उठिरहेको छु। स्ट्रगल चाहिँ धेरै गर्नुपर्छ यो जग्गातिर चाहिँ। मान्छेहरू भइदिइराखेको छ। यो चाहिँ पहाडी इलाका होइन। पहाड चाहिँ यही हो खासमा भन्नु गयो यसलाई भन्छ पहाड। यहाँ चाहिँ सेतो वाटरफल पनि छ कि हेर्नुहुन्छ सेतो वाटरफल। यहाँ त अघि देखाएँ तपाईँहरूलाई माछाहरू छ भनेर बुझ्नु सक्नुहुन्छ। हर हर महादेव, जय भोलेनाथ, महाकाल बाबा, जय पोखरी माई, जय संसारी माई, देवी देवताहरू। मान्छेहरू नुहाउँदैछ पनि यहाँ होइन, नुहाउनु पनि सक्छ। खुला खाली हुन्छ यो जग्गा दिदीहरू। खासमा भन्नु भने चाहिँ अब चाहिँ तपाईँहरूलाई म भिडियो चाहिँ पज गरिदिन्छु। किन भन्दाखेरि अब सबै नै एरिया देखाइसक्यो। अब चाहिँ तपाईँहरूलाई म तल गएर देखाउँछु कस्तो छ के छ भनेर। हेर्नुहुन्छ यो चाहिँ भोलेनाथको मूर्ति पनि बनाएको होइन। यो जग्गामा स्ट्रगल गर्नुको लागि जतिजनाले पनि हेर्छ स्किप चाहिँ नगरिदिनु होला भिडियो चाहिँ होइन। मेरो दाजुभाइ दिदीबहिनीहरू होइन। यतातिर चाहिँ दोकान छ। म चाहिँ अहिले फिलहालमा गेटसम्म पुगेर आएको होइन महाकालको।